हेलो नमस्ते नमस्कार सबैजनालाई। हामी यति बेला दोलखा जिल्लाको सदरमुकाम सरिकोट स्थित यो सिम्पानीमा रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा छौँ र आज यो निकै नै सुन्दर ठाउँमा हामी तपाईहरुलाई यो मातृभूमि नेपाल ड्राइभिङ सेन्टरको बारेमा केही कुराहरू राख्न गइरहेको छु। यसको प्रोप्राइटर हुनुहुन्छ पासाङ शेर्पा र विभिन्न मोटरसाइकल कार त्यसैगरी स्कुटर आदि यहाँ सिकाइन्छ। दक्ष जनशक्तिद्वारा दक्ष प्रशिक्षकहरूद्वारा यहाँ सिकाउनुहुन्छ र भरपर्दो रूपमा लाइसेन्स प्राप्त गर्नको लागि पनि यहाँ सिक्न जरुरी छ। अहिलेको आधुनिक जमानाको युग हो। तपाईहरुलाई अवश्य पनि यो सानोदेखि ठुलो सवारी साधनहरू आवश्यक पर्छ, चलाउनु पर्छ। त्यही भएर यहाँ सिकाइन्छ एकदमै राम्रोसँग। हामीसँग हुनुहुन्छ यहाँ यसै मातृभूमि नेपाल ड्राइभिङ सेन्टरका प्रशिक्षक प्रोप्राइटर पासाङ शेर्पाजी हुनुहुन्छ। हजुरलाई स्वागत छ यहाँ। धन्यवाद। कति भयो यहाँ यसरी सञ्चालन गर्नुभएको? अहिले यो सञ्चालन गरेको मैले 7 वर्ष भयो। 7 वर्षको अनुभवमा कति धेरैलाई लाइसेन्स प्राप्त गराइसक्नुभयो होला है? लगभग मैले मोटामोटी गाडी, बाइक, स्कुटर गरेर 1000 भन्दा चाहिँ बढी क्रस भयो लाइसेन्स निकाल्ने मान्छेको सङ्ख्या। 1000 भन्दा बढी लाइसेन्स। म त्यसमै खुसी छु। अझै पनि नयाँ मान्छेहरूलाई उहाँहरू आउनुहुन्छ, उहाँहरूले लाइसेन्स निकाल्नु सक्नुभयो भने अझै बढी म राम्रो गुणस्तर तरिकाले सिकाउने प्रयत्न गर्दैछु। के भन्न चाहनुहुन्छ यहाँ सिक्न आउन चाहनेहरूलाई? उहाँहरूलाई मैले सधैँ वेलकम गर्न चाहन्छु। उहाँहरू सधैँ आउनुहोला, सधैँ आएर यहाँ सिक्नुहोला, सिकेर लाइसेन्स निकाल्नुहोला र बिचमा छाडेर चाहिँ नजानु होला। किनभने बिचमा छाड्नुभयो भने उहाँहरूले जति सिक्नुभयो, सिकेको ज्ञान चाहिँ पारदर्शी हुँदैन। उहाँहरूले बाइक चलाउन सक्नु भएन, स्कुटर चलाउन सक्नु भएन, गाडी चलाउन सक्नु भएन कि फेरि अन्त ठाउँ गएर सिक्नु पर्यो। अनि त्यसैले अब यहाँ सिक्नु पहिलादेखि अब सिक्नु भएको मान्छेहरू अर्थात् अब पछि सिक्न आउने मान्छेहरू उहाँहरूले बिचमा छाडेर चाहिँ नजानु होला। उहाँहरूले पुरा कम्प्युटर कोर्स गर्नुभयो भने लाइसेन्स निकाल्नुहुन्छ। लाइसेन्स निकाल्ने सोख हुन्छ नि, त्यो बेला नै अति नै सुन्दर र त्यो मन नै कहाँ पुग्छ। सधैँभरिको लागि उहाँहरूको मन त्यहीमै रहिरहोस्, म चाहिँ यही भन्न चाहन्छु। अनि अब अस्ति मात्र नै हाम्रो पालकुमार भाइले ट्रायल पास गर्नुभयो। ट्रायल पास गर्दाखेरि उहाँ यति खुसी हुनुभयो, उहाँले संसार जिते जस्तो लाग्यो। अनि म पनि पालकुमार भाइ जति खुसी हुनुहुन्छ म पनि त्यति नै खुसी छु। अनि मलाई लाग्छ मैले जति पनि अब प्रशिक्षण मैले दिएको छु, मैले दिएको प्रशिक्षणमा चाहिँ कमी कमजोर कसैलाई पनि नहोस्। सबै उहाँहरू जति पनि अब कस्टमर हुनुहुन्छ, उहाँहरू ग्राहक हुनुहुन्छ, उहाँहरू मेरा स्टुडेन्ट हुनुहुन्छ, उहाँहरू सद्व्यवहार, उहाँहरू खुसी रहनुहोस्। म चाहिँ यही भन्न चाहन्छु। हजुर यही मातृभूमि नेपाल ड्राइभिङ सेन्टरबाट गाडीको होइन 4-5 दिन लाइसेन्स निकालिसक्नु भएको एकजना महानुभाव हुनुहुन्छ। नमस्कार हजुरलाई। नमस्कार हजुर। हजुरको शुभ नाम पनि बताइदिनुहोस्। उहाँले पनि भनिहाल्नु भयो। मेरो नाम बालकुमार थामी। म चाहिँ यो मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा 1 महिना कोर्स गरेर यहाँबाट लाइसेन्स निकाल्न सफल भएको म एकदम भित्री आत्मादेखि नै खुसी छु। अब त्यसै गरी सिकाउनु हुने, दिनरात खटेर सिकाउनु हुने हाम्रो प्रोभाइडर यो ड्राइभिङ सेन्टरका प्रोभाइडर पासाङ शेर्पाज्यूलाई विशेष धन्यवाद, लगायत यहाँ कार्यरत सम्पूर्ण टिमलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु। 1 महिनासम्म सिकिरहँदा कस्तो अनुभव भयो? गाह्रो अप्ठ्यारो कस्तो भयो? के छ अनुभव सुनाइदिनुहोस् न। काम गर्दै जाँदै क्रममा गाह्रो त जुनै पनि काममा गाह्रो हुन्छ होइन। त्यो सिकाइको पिरियडमा गाह्रै हुन्छ, तर सिकिसकेपछि त्यो असम्भव भन्ने कुरो चाहिँ नहुने रहेछ जस्तो लाग्यो होइन। हजुर एकदमै यो दोलखा जिल्लाको सदरमुकाम सरिकोट पनि एउटा विकासोन्मुख सहर हो, जहाँ दिन प्रतिदिन बाइक चलाउनेहरूको, गाडी चलाउनेहरूको सङ्ख्या बढ्दैछ। नयाँ जो हुनुहुन्छ तपाईँहरू पनि यहाँ नजिकै छ सदरमुकामबाट यो आर्मी ब्यारेककै छेउमा सिम्पानी मा रहेको यो मातृभूमि नेपाल ड्राइभिङ सेन्टरमा आएर तपाईँहरूले पनि स्कुटरदेखि के छन् बताइदिनुहोस् त, के सिक्न पाइन्छ? स्कुटर
बाइक गाडी चाहिँ हल्का सवारी साधन चाहिँ सिक्नु पाइयो। हल्का सवारी साधन 2 पाङ्ग्रे र 4 पाङ्ग्रे यो सिक्नु पाइयो। हजुर अब अर्को हेभी चाहिँ अब पाइएन, किन हेभीको अब यहाँ ठाउँ पनि छैन। अनि र फेरि हेभी मैले सिकाउनु थालेँ भने त्यो हेभीको जति पनि हुन्छ नि त्यो कस्ट मैले जिन्दगी उठाउन सक्दिनँ। अनि उठाउन नसक्ने त मैले अब राखेर नि काम भएन। त्यही भएर अनि अब यहाँहरूलाई मैले अघि नै कुरा गरेँ, लगभग गाडी सिक्नुहुन्छ, बाइक सिक्नुहुन्छ र स्कुटर सिक्नुहुन्छ, कम्प्लिट सिक्नुहोस्, लाइसेन्स निकाल्नुहोस्। अब आफ्नै मन आफ्नै आत्मा खुसी पार्नुहोस्। सिक्ने प्याकेजहरू के छन्? कति महिने सिक्ने कोर्स प्याकेज त्यस्तो हुन्छ। अब आधी घन्टाको नि पाइयो, हजुर 1 घन्टाको नि पाइयो, अनि 1 हप्ताको पाइयो, 2 हप्ताको पाइयो, अनि 1 महिना कोर्स पाइयो, जति पनि पाइयो। कस्टहरू के कति लाग्छ त्यसको लागि? कस्ट यस्तो हुन्छ, यो स्कुटर र मोटरसाइकलको लागि चाहिँ अब 1 हप्ताको प्याकेज लिँदाखेरि 3000 पऱ्यो, अनि 2 हप्ताको लिनुहुन्छ भने 5000 पऱ्यो, र फुल कोर्स गर्छु भन्नुहुन्छ भने उहाँहरूलाई 10000 लाग्छ। अनि त्यस्तै गरी गाडीकोमा 1 हप्ताको प्याकेजमा 5000, 2 हप्ताको प्याकेजमा 9000, अनि 1 महिना प्याकेज लिनुहुन्छ भने चाहिँ त्यसको चाहिँ कस्ट 18000 पऱ्यो। अनि 1 महिनासम्म सिक्नुभयो भने अनि हजुरहरूले पनि लाइसेन्स निकाल्नु आरामले सक्नुहुन्छ। लाइसेन्स निकाल्नु भएन भने चाहिँ के हुन्छ भने तपाईँहरूलाई गाह्रो हुन्छ, तपाईँले अब सवारी साधन चलाउनु पाउनुहुन्न। अनि तपाईँहरूसँग अब लाइसेन्स छैन, लाइसेन्स नभइकन सवारी साधन कसरी पो चलाउनुहुन्छ र तपाईँलाई आँट पनि बढ्दैन, तपाईँहरूको आफ्नै सवारी साधन हुँदैन। अब लगभग 4 पाङ्ग्रेको हकमा चाहिँ के हुनुपर्छ भने कि आफूले किन्नु पऱ्यो। यदि आफूले किन्नु भएन भने अब अरूहरूको व्यक्तिहरूको अब कुनै सङ्घ संस्था आइएनजीहरूको गाडी चलाउनु पर्दाखेरि पनि लाइसेन्स हुनु अनिवार्य हुन्छ। लाइसेन्स छैन भने तपाईँहरूले अब अनि कसरी चलाउनुहुन्छ र चलाउन सक्नु भएन भने तपाईँले पाउनै भएन। त्यही भएर लाइसेन्स अनिवार्य छ। मलाई चाहिँ के लाग्छ भने तपाईँहरू राम्रोसँग सिक्नु होला। हामीले तपाईँलाई प्रशिक्षण दिने क्रममा कसै हामी केही पनि गर्दैनौँ, तपाईँहरूलाई केही पनि हामी लुकाउँदैनौँ। सबै कुराहरू तपाईँहरूले कसरी छिटो जान्नुहुन्छ अनि भन्ने कुराहरू हामी तपाईँलाई फलो गरेर तपाईँलाई हामी लगभग पास गर्न सक्ने सम्म चाहिँ हामी गर्छौँ। म यही भन्न चाहन्छु। धन्यवाद पासाङ भाइ। यहाँको आगामी दिनहरू एकदमै शुभ रहोस्। तपाईँहरूले पनि सुनिहाल्नुभयो यो मातृभूमि नेपाल ड्राइभिङ सेन्टरका प्रशिक्षक प्रोप्राइटर पासाङ शेर्पाको कुराहरू। र तपाईँहरूलाई पनि यदि यो विभिन्न सवारी साधनहरू स्कुटर बाइक र कार यो सिक्ने मन छ भने आज नै यहाँ आएर सिक्न सक्नुहुनेछ। र तपाईँहरूलाई पनि यसै गरी लाइसेन्स प्राप्त भइसकेपछि तपाईँहरूको पनि यसै गरी अन्तर्वार्ता भिडियोहरू आउन सक्छ। त्यही भएर आउनुहोला सबैलाई। धन्यवाद, नमस्कार। बाई बाई, सी यू।